हेलो गाइस मेरो कस्तो हुनुहुन्छ हेलो गाइस कस्तो हुनुहुन्छ हजुर अलु आज हामी खान्छौँ लुकामाली मलाई पनि देखाउँ न गाइस आज धुम पारेको हो कि म हो ल हाल कपडा यिनी चाहिँ क्यामेराम्यान हो पनि ल हेर्नु यता फोटो कति काली के रे सेत गोरी जस्तै नि बहिनी कति क्युट अब म ब्युटी पार्लर जस्तै अब म कन्फ्युजन बहिनी तिमीले हे बिहान लुकेको देखाउ बिहान सुस्ताली के सुस्ताली लुक अरे भयो भने पछि बल्ल आउँछु म बहिनीलाई लक्ष्य मेरो नम्बर के खाना होला मैले भनेको यारकोमा अर्को अघि मैसी दिनु भएको थियो त्यो भन्दा अगाडि तो टांकी कुत्ता लोग भयो भने गाउ बहिनी हजुर म गाडी हिँड्छु है देखि चला छ नि गाइजहरुलाई गाइजहरु देखि लाछ आउ बहिनी गाइजहरु बहिनी यतिकै नबोली सुन्नु भित्र लुक्न पाइन्न है भनिला छु रुल भन्न बिर्सेछु अघि रे भित्र लुक्न पाइन्न बिहान आसपास बिहान त ल कहाँ जानु भयो छाइले बेन्दै उताउनुहुन्छ मा अघि के भएको भन्दिन मलाई के प्रिन्स मन पर्छ तर प्यान्ट थोरै मन पर्छ के मैले त गाइजहरुलाई भन्देको के अनि के हो मलाई प्रिन्स मन पर्छ अनि ब्यान्डाइ नि थोरै मन पर्छ भन्देको के हाय गाइजहरु हजुर अब ब्यान्डाइ थिम जाम गर्छु र ब्यान्डाइ चाहिँ यहाँ आउनुहुन्छ यहाँ आउनुहुन्छ पछाडिबाट र म ब्यान्डाइको पछि हिँड्नुपर्छ भन्दिन हुन्न के क्यामेराम्यान कस्तो हिँड्नु खोल्नु गाह्रो ठाउँमा लुक्नु भएको छ प्रिन्सलाई है गाइजहरु तर त्यहाँ खोज्नु नै सक्नुहुन्छ के गाह्रो ठाउँमा ब्यान्डाइले यहाँ आउनुहुन्छ यहाँ खोजिरहनु भएको छ के रे हजुर कालो सुर्मी देखायो भने डराउनुहुन्छ र भन्नु त गाइजहरु प्रिन्सेस याद बिहानले मलाई त्यो पेबामा पागल जस्तै हाँस्न आथे आई गान्दै गाइजहरु सबैजनाले हेर्नु भएको छ तिमी बिहान लुकेको गाइजहरुलाई देखाउ पागल चाहिँ नाच्नु आएको के बिहानदै छिटो लुक्नु जुत्ता हैन चप्पल हो जाऊ भयो र प्रिन्स ब्यान्डाइ त कुन ठाउँमा लुक्नुहुन्छ होला म नि हेर्न गएँ खाइमा देखाउँछु त्यसलाई पछि भित्र नि जान सक्छ के गाइस आवाज नि सुन
गाइजहरु मलाई थाहा भयो कालो किन भएको छ यता म्याप छ त्यता तर मलाई त थाहा छ तर भन्न हुन्न के क्यामेराम्यानले हजुर पठाइदियो बहिनीलाई थाहा छ कि यिनी काट्टाहरु क्यामेराम्यान तल बहिनीले भन्न पाउनु यो चाहिँ रुल हो यो रुल हो रुकामारीमा यस्तै रुल हुन्छ तर लेख्ने चिटिङ हुन्छ के सैटा गाइज त्यही भएर बहिनीले तर बेन्दा यति ठाउँमा लुक्नु भएको छ प्रिन्स तलाई यति छिटो थाहा भइसक्छ यति इजी ठाउँमा लुक्नु भएको छ बेन्दा हल्लिरहेको छ यो म्याच लुकिया छैन नि लुक्नु भएको छैन बाहिरै हो नि बिहान बाहिरै हो अझैसम्म इजी ठाउँमा लुके पनि प्रिन्स तैले खोज्नै पाउनु भएको छैन त मलाई बाटो नै छैन मलाई त यताबाट आउने क्यामेराम्यान धन्नले खोज्नु भएन नत्र नि थाहा भइसक्थ्यो भन्दै देख्नु भयो गाइजहरु म्याच भित्र लुक्नु भएको बहन दाइ चाहिँ इजी ठाउँमा बिहान गर्न सागर हिँड्नु हो के बनाउनु हेलो अघि के भिडियो बनाउँदैछौ हामीले बहिनी लौ गाइजहरु अब त लुक्नु भएको छ हेलो गर्नु अब बिहान भयो मैले भन्दिनँ यही हुन्छ रुकामारीमा रुल नि तर त एक्जाममा र टेस्टमा नि रुल हुन्छ के हो त यहाँ हेरिकन लेख्ने र पढेर लेख्ने धेरै मोबाइल हेर्नु हुँदैन हजुरलाई धेरै मोबाइल हेर्नु हुँदैन मैले बिहानलाई ढ्याप भने नि बिहान त फेरि तर यस्तै हुन्छ के रुल ढ्याप भन्यो भने फेरि पढ्न पर्छ के पढ्न दुम ल त्यसमा म गर्न जान्छु हुन्छ अब बिहान दाइ मलाई थोरै त मन पर्छ अब कहाँ लुक्नुहुन्छ बिहान दाइ फेरि हाई गर्ने त बिहान दाइ किन होला यति यस्तरी बोला गाइसँग इजी ठाउँमा लुक्नु भएको छ होला नि बिहान दाइ के भयो यो भैँसीलाई फेरि वेट गरेर छ हजुरलाई छिटो आउनु हुन्छ के भयो हजुरलाई हजुर एउटा चिज भनौँ अन्त यो भिडियो भएपछि मात्र हेर्न मिल्छ क्या बुझ्नुभयो अहिले हामी चाहिँ नयाँ भिडियो बनाउँछौँ हुन्छ र अहिले यो भिडियो लामो दिइजान्छ हजुरलाई थाहा छ नि मैले भन्दा इजी ठाउँ थियो नि त त्यही भएर खोज्नु भयो इजी ठाउँ मेरो मुखबाट धुवा निस्किया छ है अघि निस्किया थियो मेरो मुखबाट मथुरा खनालो मेरो मम्मी हो मथुरा खनालो कि मम्मी का नाम
मम्मी को नाम मेरो मम्मी को नाम म लुकिन जान्छु त्यतिखेर म पिस गरेर आउने किन भयो भने पछि बल्ल आउने चिटिङ गर्नुहुन्छ कि यो ब्यान दाइले त ओ ए 0 बटा सुरगढ 01 स्टार भन्ने है भयो भयो प्रिन्सलाई प्रिन्सलाई नै हो गाइस प्रिन्सेस बस यहाँ लुक्नु आथे प्रिन्सलाई गाइस लाभ क्यामेरा लाउनु हैन कि लामलाई चलिला छ छिटो काम गाइजहरु हास भयो भन्न पर्दैन है बेन भाइ अब रुक्नुमा आउँदैछु प्रिन्स भाइ अघि मैले बेन भाइको आवाज सुन्न आएको भयो भनेको तर मलाई आउन ढिलो हुन्छ कि म धेरै बेसरी दौडिन सक्दिन के मलाई त थाहा नै भएन अहिले त कहाँ रोक्नु भएको छ बिहान दाइ चाहिँ फेरि यहाँ भित्र त लुक्नु नपरे कता लुकिया थियो हिँड्ने बिहान गाई चाहिँ बिहान थियो है थाहा छ हजुरलाई यता बसेर लुकिला थियो यता साँच्ची मैले बिहानलाई यता त्यसरी देखे हेर्नु न गाई अब बिहान जान्छन् गान्ना पहिला म गाईहरुलाई पुरै बुझाउँछु है अस्तिको रुकामारीमा के भएको थियो भनेर पनि पर्दैन गाईहरु अस्तिको रुकामारीमा सानो र ठुलोको खेलेको र दिपेश भाइ जस्तो भाइ घर देखा छ यहाँ आरामले रोक्नु भएको थियो के बसेर इ प्रिन्स भाइ फेरि कहाँ गयो रुक्नु एकछिन हामीले गीत बनाऊ जानु लुक्नु म यता लुकिया छु है गाइजहरु अब बेन भाइसँग जान्छु भयो नै भन्न पाएँ अब जानु यस्तो भएको छ बेन भाइ आउनु भएको छ भनिदिन्न बेन भाइलाई त बेन भाइ एउटा चिज भनौँ हजुरले के एक्जाममा चिटिङ गर्नुहुन्छ कि पढेर लेख्नुहुन्छ मलाई नि त्यस्तै पढेर लेख्छु तर थोरै मेरो बिग्रिन्छ प्रिन्स भाइ यो लिनु न गाइस अघि हजुरले देख्नुभयो कि बिहानले मलाई छोपेमा उतातिला लुकिया थिए बहिनी चाहिँ उता गइछिन् त्यतिखेर भिडियोलाई लाइक ल च्यानललाई सब्स्क्राइब गर्नुहोस् गाइज र कमेन्ट पनि राम्रो गर्नुहोस् र शेयर पनि गर्नुहोस् त्यतिखेरको लागि
जागी